सबैलाई नमस्ते है। म आज केसरको बारेमा केही जानकारी दिन चाहन्छु है। केसरमा काम गर्दाखेरि हामीले हेर्दाखेरि हामीलाई इजी लाग्छ हैन। र के यो छैन अब कस्टमरसँग हामीले जस्तै अब हामीले मेरो सानो सप छ है, सानो सप छ फास्ट फुड हो हैन। त्यो कारणले गर्दाखेरि हामीले धेरै कुराहरू अब कस्टमरसँग बोल्दाखेरि राम्रोसँग बोल्ने हैन, राम्रोसँग रेस्पेक्ट गर्ने कस्टमरको हैन। त्यो कारणले गर्दाखेरि अब हामीले सिकाउँछौँ हैन। अब हामी सिस्टम चेन्ज गर्न मिल्छ यहाँ सेटिङमा गएर हैन, ल्याङ्ग्वेज चेन्ज गर्न मिल्छ र मलाई अरबी नै ठिक लाग्यो। त्यो कारणले गर्दाखेरि म अरबी ल्याङ्ग्वेज छ हैन। अब हामीले सामानको अर्डर लेख्छौँ कुनै यसमा पनि गएर जुनसुकै सामान होस् हामी अर्डर गर्न लिन्छौँ हैन। लेखेपछि अनि त्यसपछि हामीले मानिलो इक्जाम्पल यहाँ हामीले जस्तै केही मेन्सन गर्नु पर्यो, जस्तै हामीले यो चाहियो यो चाहिँदैन भन्ने। यहाँ प्राइस जस्तो साउदीमा काम गर्दाखेरि प्राइस जस्तो त्यस्तो हुन्छ क्या, हामीले यो चाहियो त्यो चाहिएन त्यस्तो भन्ने खालको पनि हुन्छ हैन। त्यो गर्दाखेरि हामीले ध्यान दिनुपर्छ अब के चाहियो के चाहिएन। अब त्यस बनाउने मान्छेले सेफ मान्छेले उसलाई कन्फ्युज हुन्छ क्या, त्यही कारणले गर्दा हामीले लेख्नुपर्ने हुन्छ हैन। अब